सम्पूर्ण साथीहरुमा नमस्कार। फेरि पनि मलेसियाको एक राम्रो कम्पनीको फ्री भिसा फ्री टिकटमा डिमान्ड आइसकेको छ नेपालमा। यो कम्पनीको नाम रहेछ टिटिएम टेक्नोलोजी कम्पनी। कम्पनी चाहिँ पेनाङमा रहेको छ र यसको डिमान्ड टाइटानिक मेन पावरमा गएको छ, जुन चाहिँ वसुन्धरामा रहेको छ, काठमाडौँ वसुन्धरामा रहेको छ। र यसमा जम्मा 250 जना पुरुषहरूको मात्रै, महिला होइन, पुरुषहरूको मात्रै 250 जनाको माग रहेको छ। र यसको प्री इन्टरभ्यू फागुन 8 गते र फाइनल इन्टरभ्यू फागुन 12 गते मेन पावर कार्यालयमै हुनेछ। र यो कम्पनी टिटिएम टेक्नोलोजी कम्पनी यो इलेक्ट्रोनिक कम्पनी छ। यो कम्पनी पेनाङमा रहेको छ र यसमा तपाईलाई दिनको 7.5 घण्टा मात्रै काम गर्नुपर्छ, हप्तामा 6 दिन। र यो धेरै राम्रो कम्पनी छ। र जो आउने साथीहरू, इच्छुक साथीहरू हुनुहुन्छ, समयमै गएर मेन पावर कार्यालयमा सम्पर्क गरेर इन्टरभ्यू दिनुस् र पास हुनुस्। फ्री भिसा फ्री टिकट माग्नुहोस्, 1 रुपैयाँ पनि लाग्दैन। तपाईले घरबाट काठमाडौँ गएको भाडा, खाना खाएको, कोठा बसेको, बिल देखाउनु भयो, सब पैसा दिन्छ। 1 रुपैयाँ पनि लाग्दैन तपाईलाई। फ्री भिसा फ्री टिकट हो, कसैले पैसा दिनु पर्दैन। हस्त, धन्यवाद।